हेलो गुड इभिनिङ सबैजनालाई के छ खबर आरामै हुनुहुन्छ होला आज हामी रुम हेर्न जाँदैछौँ टिमहरू के जानलाई आरामै छ नि दिलु सर के भन्नुहुन्छ हजुर सर हामी कहाँ जाँदैछौँ इभान्स बिल्डिङ घर किन्न जाँदैछौँ होइन हामी मेट्रो 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 डिआइपी डिआइपी क्या अरे म्याङ्गो मार्केट यो हो यहाँबाट हामी सर र इभा दुबईको जङ्गल गाइस यस्तो छ होइन सर हामी बस्ने एरिया हेरौँ रुखैहरू छ साह्रो गर्मी भएको महसुस राखेन अहिले खासै सिटी एरियातिर चाहिँ अलिक धेरै गर्मी छ हामी बसेको ठाउँतिर खासै गर्मी छैन होइन किनभने चाहिँ खुल्ला छ सानो सानो बिल्डिङहरू छ रुम सरेपछि स्कुटर किन्नुपर्ने भयो हामीले स्कुटरमा सर आउनु पर्ने भयो त्यहाँबाट मेट्रो 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 डिआइपी मेट्रो डिआइपी टू डिआइपी 1 हामी चाहिँ सर साथीको रुममा आइपुग्यो रुम हेर्नको लागि तर साथी चाहिँ रोइनु रहेछ यो हो साथी बस्ने बिल्डिङ तर साथी चाहिँ रुमबाट बाहिर निस्केको रहेछ हामी चाहिँ रुम हेर्न आएको कल गर्दैछौँ अब हामी अब बुझ्दैछौँ तर तेरो पाउँछौँ भने रुम ठाउँ चाहिँ दामी रहेछ तर रुम चाहिँ पाउला जस्तो लागेन मलाई ठाउँ दामी रुम चाहिँ पाउँछ जस्तो लागेन रुम खोज्दा खोज्दै जिन्दगी जाने भयो यारमा आएको होइन त सम्झेहरू रुम खोज्दा खोज्दै जिन्दगी जाने भयो दुबईमा आएको यहाँ पनि सोच्नु न त रुम पाउँछ कि पुग्यो त मजा आउला बस्न मजा नि पुरै मजा आउँछ नि यस्तो दामी जङ्गल छ यस्तोमा बस्न कति मजा आउँछ होइन तर के गर्नु रुमै नपाउने रहेछ ब्याचलरको लागि रुम नदिने अरे फ्यामिलीको लागि मात्र रुम लिने अरे नेपालबाट लिएर आउनु फ्यामिली यहाँ दुबईमा बस्नको लागि पैसा हुनु परेन होइन अब सँगै बुढाबुढी कमाउला नि त पैसा अब यहीँ गर्लफ्रेन्ड बनाउन पनि अब पत्याउँदैन हामीलाई सँगै बस्नलाई पनि घरबाट ल्याएर राख्नलाई पनि सकिँदैन अनि कति तनाव छ हेर त ब्याचलर रुमै पाउँदैन अब ट्राई त गर्नु अब पत्याउँछ नि पत्याएन कसैले पत्याएन घरसम्म पुगेछ घरसम्म पुगोस् अब केही छैन होइन अब यहाँ दुबईमा बस्न यस्तो हालत छ के गर्नु जहीँ पनि गर्लफ्रेन्ड लिएर आइज भन्छ फ्यामिली लिएर आइज भन्छ रुमै दिँदैन हामीलाई पत्याउँदैन अनि के भन्नु त यार मार्केट आइपुग्यो हामी होइन त्यो पनि अलमाया है अलमाया अब यहाँ चिया खाइन्छ रुम त कन्फर्म भएको छैन हुने सम्भावना छ खुन घुमाइछौँ अझै पनि कन्फर्म हुने छाटका देखाएको छैन हामी चाहिँ चिया खाँदैछौँ होइन चिया पिउँदैछौँ होइन के गर्दै हुनुहुन्छ सुरुप गरेको बेला चिया पिउने मान्छेहरू हामी यहाँ यस्तो पो छौँ त होइन म्याङ्गोको भ्यू हो यो बस्ने ठाउँ दामी छ रुम कन्फर्म हुँदैछ गाइस रुम यहाँनिर नेपालीहरूले के गरे अरे रुमै पाउँदैन अरे त्यसरी हुन्छ नि यार
नेपालीहरूले दुबईमा 69 के जादु गरेको नि नेपाली भनेपछि त रुमै दिन मान्दैन त के हो खास कुरो 10वटा बिल्डिङ हेरिसक्यो एउटा बिल्डिङमा कन्फर्म हुँदैन के गर्नु होइन त के भन्छ हौ टिमहरू हो यार के गर्नु अहिले बिल्डिङ पाउन गाह्रो भएको बिल्डिङ होइन हौ रुम पाउन हो बिल्डिङ त कति पाए पाएन यहाँ होइन पाउन त पाउँछ तर धेरै महँगो भन्छ के त्यही भएर गाह्रो भएको 4 भाइको सेलेरी एकै महिनामा जाने रहेछ हौ रुम खोज्दा खोज्दा एकै महिनामा ड्याङ्ग फेरि गयो त सकियो भने त यार गाह्रो हुनेको के गर्नु यो हाम्रो आशिष मित्र बस्ने बिल्डिङ हो यो बिल्डिङमा रुम पाउँछ कि भनेर हो आशिष सर कहाँ हुनुहुन्छ फोन सुन्नु रहनु भएन अब गएर हेर्ने त्यहाँ रुम हामी आइपुग्यो पाक दरबार रेस्टुरेन्ट अन्त रुम खोज्दा खोज्दा आज पाउको बेदेखि नै भइसक्यो यार गाइस हामी रुम हेरेर आयो रुम कतै पनि पाइएन अब रुममा गइन्छ सुतिन्छ मजाले होइन आज घुम्दा हत्तु हैरान प्राणै झन्डै गयो त्यो रुम खोज्दा खोज्दा तर पाइएन अब टक्क रुम गइन्छ सुतिन्छ ल गाइडहरू सबैजना धन्यवाद भ्लग हेरिदिनु भएकोमा मेरो थ्याङ्क यू सो मच गाइस फर वाचिङ भिडियो